एभ्रिवान सबैजनालाई नमस्ते थ्याङ्क्स फर 1K सब्सक्राइबर है मेरो चाहिँ फाइनली 1K सब्सक्राइबर तपाईँहरूले पुऱ्याइदिनु भएको छ होइन त्यसको लागि धेरै धेरै धन्यवाद अझै सब्सक्राइब गरिदिनु होला अनि त्यसपछि मेरो पनि भिडियो हेर्दै गरिदिनु होला है त्यसको लागि धेरै धन्यवाद मैले भर्खर यहाँ च्यानल खोलेर हेरेको 1K पुगेछ होइन मैले पोस्ट पनि अघि बिहानै लगाइसकेको छु अनि आज चाहिँ म तपाईँहरूलाई बोलो एप भनेर मैले यसो सर्च गरेको बोलो एपमा कसरी पैसा कमाउने भन्ने युट्युबमा टन्नै रहेछ भिडियो होइन त्यही भएर मैले पनि त्यसको बारेमा बनाउँदैछु होइन तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला फर्स्टदेखि म तपाईँहरूलाई प्रोसेस के स्टेप बाई स्टेप देखाउने छु होइन अब म डाइरेक्ट तपाईँहरूलाई चाहिँ मेरो मोबाइलको स्क्रिन सेयर गर्छु भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अब कसरी हामी साइन अप गर्ने बोलो एपमा अनि त्योभित्र पनि गएर हामी सबै चेक गर्नेछौँ है त भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त देख्न सक्नुहुन्छ तपाईँहरूलाई चाहिँ मैले मेरो मोबाइलको स्क्रिन चाहिँ सेयर गरिसकेँ अब सर्वप्रथम म यहाँतिर एप स्टोर जान्छु एप स्टोरमा गएर यहाँतिर बोलो एप भनेर सर्च गर्नु होला प्ले स्टोर अथवा एप स्टोर बोलो अप भन्ने रहेछ बोलो अप भन्ने रहेछ है बोलो एप भन्छ कि बोलो अप भन्छ तपाईँहरूले कसरी गर्नुहुन्छ होइन त्यो अनुसार तपाईँहरूले चाहिँ प्रनाउन्सिएसन अब आफ्नो तरिकाको हुन्छ तपाईँहरूले कसरी गर्नुहुन्छ म चाहिँ बोलो अप भन्ने रहेछ है मैले त्यही भने बोलो अप अब यहाँतिर म गेट थिच्छु गेट थिचेपछि यहाँबाट अब मैले यहाँतिर चाहिँ तपाईँको इन्स्टल गर्दैछु है त यो चाहिँ अब योभन्दा अगाडि म यहाँतिर उस लगाइदिन्छु के पो भन्छ एप्पल आइडी लाउँछु होइन मेरो यहाँतिर जुन तपाईँहरूले पनि लाउन सक्नुहुन्छ होइन अनि साइन इन गर्छु साइन इन गरिसकेपछि यति गरेपछि चाहिँ तपाईँको अब मेरो यो जुन छ नि मेरो यो बोलो अप भन्ने चाहिँ तपाईँको यहाँ इन्स्टल हुँदैछ अब इन्स्टल भइसकेपछि हामी लो डाटा मोड इज अन भन्ने छ त्यसपछि डाउनलोड गरिदिउँ है मैले डाउनलोड गरिसकेको छु यसलाई अब डाउनलोड गरिसकेपछि यो कति यहाँ यसमा भनेको 254.3 MB रहेछ होइन तपाईँहरूको अब यो चाहिँ उसमा के अरे प्ले स्टोरमा चाहिँ योभन्दा अलिक कम नै हुनसक्छ होइन अब यहाँ हेर्दै जानु होला यसले के भनेको छ म यहाँ सबै हेर्दैछु रेटिङ 4.4 मस्ट हेल्पफुल रिभ्यू भनेको छ फिडब्याक भन्ने चाहिँ 8 जनवरी मेनुको जिमी इट्स मोर इजियर टु अन हियर भनेको छ अब यो साँच्चीकै हो कि अब फेक हो हेर्दै जाउँ हामी अब होइन यहाँ लाइभहरू कसरी बस्ने रहेछ के रहेछ यो चाहिँ मैले तपाईँहरूलाई चाहिँ साइन इन प्रोसेसदेखि नै देखाइरहेको छु अब म यहाँतिर यसलाई डन्ट एलो गर्छु मोर टु मिट बोलो अप भन्ने छ अनि त्यसपछि साइन म चाहिँ यहाँतिर अब तपाईँको केबाट गर्छु भने म गुगलबाट गर्छु होइन गुगल क्यान्सल गुगल पनि गर्दिनँ किनभने मलाई त्यस्तो खासै तपाईँको यो सेफेस्ट चाहिँ लागेन अब यहाँ अर्को फेसबुक रहेछ गुगल रहेछ त्यसपछि यो के रहेछ तपाईँको यो टेलिग्राम रहेछ योबाट पनि गर्दिनँ म अब यहाँतिर मैले जसरी पनि के अरे गुगलबाटै गर्नुपर्ने चाहिँ यहाँतिर उस भयो होइन ठिकै छ म गुगलबाटै गरिदिन्छु यहाँतिर चट्ट थिचौँ अब म यहाँ साइन अप गर्दैछु होइन तपाईँहरूले पनि यो तरिकाले गर्नु होला होइन अनि यस्तै गरिसकेपछि कन्टिन्यू थिच्नु होला यो चाहिँ तपाईँले भोलि पर्सि अब उस गर्नुभयो पनि हुन्छ के पो भन्छ मेल राखिदिउँ हटाउनु भयो पनि हुन्छ कन्टिन्यू भयो कलेक्ट रिवार्ड भनेछ यसरी गट इट भनेछ यस्तो तरिकाले त्यसपछि यहाँतिर पुरै तपाईँहरूको यहाँतिर मान्छेहरू बसिरहेको रहेछ देख्न सक्नुहुन्छ यहाँतिर प्रायः नेपालीहरू होला यहाँ पार्टी भन्ने रहेछ होइन अनि त्यसपछि यहाँतिर गइसकेपछि मीमा गइसकेपछि देख्न सक्नुहुन्छ यस्तो छ प्रोफाइल यहाँ 1 2 3 भनेको छ फलोइङ पनि छैन फ्यान पनि छैन भिजिटर छैन होइन भिआइपी भन्ने छ कोइन छ डायमन्ड छ अनि त्यहाँ त्यसपछि माई रुम भन्ने रहेछ मेसेज रहेछ त्यसपछि गो ब्याक गरौँ यसलाई होइन यस्तो देखाइबस्छ क्या तपाईँको किनभने यो यस्तो खालको जुन भर्खर चलेको यो जुन एपहरू हुन्छ नि यो चाहिँ तपाईँको के हुन्छ भने टिकटक जस्तो भनेर मान्छे सबै जोइन हुन्छ तर यो चाहिँ अब खासै त्यस्तो मलाई भरपर्दो चाहिँ लागेन त पनि म ट्राई गर्छु तपाईँहरू पनि गर्नु होला होइन यति गरिसकेपछि माई रुममा जाउँ माई रुममा गइसकेपछि यहाँ अब तपाईँहरूले यहाँतिर मेरो केही लेखिदिउँ होइन नेम लेखिदिउँ न त अब मैले जस्तै एउटा नेम लेखिदिन्छु होइन इन्ट्रोडक्सन बनेछ अनि यहाँतिर यसलाई अहिले मैले फर्स्टमा लेखेकोबाट मात्र खोलेकोबाट मात्र यो देखाइरहेछ होइन यहाँ धेरै नोटिफिकेसन आउँछ क्या अनि त्यसपछि ओके मात्र थिच्यौँ यति मात्र गरिसकेपछि अब क्रिएट गर्नु पऱ्यो प्लिज सेलेक्ट द टाइप भनेको छ यहाँ टाइप भनेपछि अब यहाँतिर हेर्नु होला च्याट भनेको छ टल गेम प्ले विथ फ्रेन्ड्स लाइभ स्ट्रिमिङ भनेको छ यहाँतिर यसरी गर्न सक्नुहुन्छ है त त्यो अब मेरो पनि यो भिडियो चाहिँ एकदमै लामो हुने भयो होइन लामो भयो पनि तपाईँको के हुन्छ भने प्लिज सेलेक्ट द इमेज भनेको छ इमेज एउटा टेक अ फोटो मेरो आफ्नै फोटो यस्तो गरेर चट्ट यहाँतिर खुट्टाभन्दा पनि मुखको फोटो यसरी टक्क लगाइदिन्छु त्यसपछि युज फोटो गरिदिन्छु होइन चुज गर्ने त्यसपछि यहाँबाट क्रिएट गर्ने होइन बी होस्ट भनेको छ देख्न सक्नुहुन्छ है त बी होस्ट एन्ड रिच के भनेको छ रिचार्म लेभल 8 टु स्टार
लाइभ स्ट्रिमिङ भनेको छ देख्न सक्नुहुन्छ। अब यहाँबाट थाहा हुन्छ क्या तपाईँको अब यहाँ लेभल 8 पुग भनेको छ। अब यसको लागि के गर भन्छ के गर भन्छ होइन। यो एपले के गरिरहेछ भने अब उनीहरूको मात्र एप चलाइबसोस् भन्ने खालको जस्तो भयो क्या यो। पहिले यो पोको कि के भन्ने पनि पोको कि पोपो भन्ने पनि त्यस्तै थियो, लाइक त्यही सेम टाइपको रहेछ यो होइन। अब यहाँ कुनै पनि तपाईँको फिचर छैन क्या, आयो त्यसपछि गयो। यहाँतिर अब च्याटको लागि पनि म ट्राई गरिहेर्छु, यहाँतिर हेलो गर्छु होइन। यहाँ पनि ओके हेलै लेखिदिउँ नि त यो, किनभने मैले तपाईँहरूलाई चाहिँ यहाँतिर ट्राई गर्नुको लागि यो सब देखाइरहेको छु है। अब हेर्दा चाहिँ ओहो कमाइहाल्छ क्या हो भन्ने खालको हुन्छ होइन। त्यसपछि यो चाहिँ भरे वास्तवमा चाहिँ त्यस्तो हुँदैन गाइज। अनि त्यही भएर पैसा किन भन्छ के भन्छ पुरा झुकाइदिरहेको हुन्छ क्या गाइज। अनि त्यही भएर तपाईँहरूले पनि यो छिर्नुभन्दा अगाडि चाहिँ एकचोटि अवश्य सोच्नु होला। अब यहाँ पनि पैसै लाऊ भन्छ, पैसा कमाउने भनेर सोचिन्छ होइन हामी चाहिँ। अब यहाँ पनि अब पैसै उस गर भन्छ क्या तपाईँको, पैसै मात्र लाऊ। यहाँ देख्न सक्नुहुन्छ नि तपाईँहरूले, यहाँ नोटिफिकेसन आएकै छ। त्यसपछि ओके गरिदिउँ, त्यसपछि लाइभ च्याटमा जाउँ। अब यहाँ पनि टेक फोटो भन्छ होला, यस्तो गरिदिउँ। त्यसपछि फुल एसिस्ट नगर्ने, डन्ट एलो गरिदिने, यस्तो गरेर म अपलोड फोटोमा गयो होइन। अपलोड पनि गर्न सक्नुहुन्छ तपाईँहरूले होइन। अनि त्यसपछि यति गरिसकेपछि यहाँतिर टेक फोटो गरेर मेरो आफ्नै खिच्छु म, चप्पलको भन्दा पनि मुक्कै। अब युज फोटो गरौँ, त्यसपछि चुज गरिदिउँ। अब यहाँतिर क्रिएट गरौँ। अब यो लाइभ च्याट चाहिँ तपाईँको अब म गइसकेँ, यहाँ च्याट चाहिँ हुन्छ, म यहाँतिर लाइभ गइसकेँ देख्न सक्नुहुन्छ है। अनि अब फेस देखाएर चाहिँ तपाईँको चाहिँ उस गर्नुको लागि चाहिँ के पो भन्छ, त्यसको लागि चाहिँ तपाईँहरू लेभल 8 पुग्नुहुन्छ होइन। यो बारेमा चाहिँ अब तपाईँहरू के चाहनुहुन्छ होइन, अरू पनि चाहनुहुन्छ भने अरू अब योभन्दा यो नै लामो भइसक्यो तपाईँहरूलाई भिडियो, योभन्दा छोटोमा चाहिँ अब पछि बनाउने छु। हस् त आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई होइन। थ्याङ्क्स फर वाचिङ।